ढोका कता हुन्छ सर? सबै सर यतातिर हेरेर भनिदिनु त कस्तो एकदम पर्यटक हिसाबले राम्रो बन्छ होइन शौचालयहरू? उहाँ चाहिँ हाम्रो लिम्चुमको इन्जिनियर हुनुहुन्छ। नमस्ते। अब यो चाहिँ तपाईँको हामीले यहाँ टोइलेट बनाउन लागेको छौँ। तपाईँको यसमा चाहिँ हामीले पुरा फुल फर्निस टोइलेट बनाइरहेको छौँ, जसमा चाहिँ 7वटा तपाईँको 6वटा टोइलेट हुन्छ, जसमा 3वटा कमोड र 3वटा तपाईँको प्यान हुन्छ र एउटा अपाङ्ग मैत्री मिलाएर जम्मा 7वटा हुन्छ। हाम्रो यो चाहिँ तपाईँलाई टुरिज्मको कन्सेप्टले बनाएको र हाम्रो टोइलेट चाहिँ यो दिगो र लङ लास्टिङ बनाउन हामी यहाँ आएका छौँ। थ्याङ्क यू सर। अब नमस्ते, म तपाईँहरूकै साथी मित्र विकास, लिम्चुम गाउँपालिका अध्यक्ष मेजर राई। यहाँ अहिले लिम्चुममा चाहिँ एभरेस्ट भ्यू टपमा धेरै लिम्चुममा पर्यटकहरू आउन थाल्नु भएको छ। अनि यहाँहरू सबैको सुझाव सल्लाह अनुसार चाहिँ यहाँ चाहिँ व्यवस्थित राम्रो पर्यटकीय टोइलेट बनाउनु पर्छ भन्ने यहाँहरूको सुझावलाई कार्यान्वयन गर्नको लागि चाहिँ हामीले योजना अगाडि बढाएका छौँ। अनि यो योजनालाई चाहिँ अगाडि बढाउनुको लागि हाम्रो माननीय नारायण पूर्जा मगरज्यूलाई हामीले अनुरोध गरेका थियौँ। उहाँले हामीलाई सहयोग गर्नुभएको छ लिम्चुमको जनताको सपना र लिम्चुमको सरकारको चाहिँ योजना सफल बनाउनको लागि। एकदमै आकर्षक यहाँ भन्दैछ। म धन्यवाद दिन चाहन्छु माननीय नारायण पूर्जा मगरज्यूलाई र प्रदेशको चाहिँ हाम्रो पर्यटनको हाम्रो के अरे चाहिँ इन्जिनियर स्टाफहरूलाई र सम्पूर्ण लिम्चुम भ्रमण गर्नको लागि म आह्वान गर्न चाहन्छु सम्पूर्ण देश विदेशमा रहने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई। लिम्चुम चाहिँ एउटा खुसी र शान्ति पाउने ठाउँ हो। लिम्चुम चाहिँ फ्रेस पनि हो, बेस्ट पनि हो। अनि लिम्चुम चाहिँ एउटा सक्सेस ल्यान्ड पनि हो र लिम्चुम चाहिँ एउटा अहिले रिक्रिएसनको लागि पनि यहाँबाट हिमालबाट चाहिँ हानिएका चिसो हावा पानी अनि यहाँ पत्थरबाट चाहिँ फुटेका चाहिँ चिसो पानी, गाउँलेपन अनि गाउँले मन साँच्चै रमाइलो छ। लिम्चुम तपाईँहरू घुम्न आउनु होला है। तर लिम्चुम घुम्न आउँदाखेरि चाहिँ उदयपुरबाट तपाईँ उदयपुर टेक्ने बित्तिकै तपाईँको यता चतराबाट आउँछ, चतराबाट त्यहाँको हरेक कुराहरू अवलम्बन गर्दै आउनुहोस्, लिम्चुमसम्म आउनुहोस्। यता कटारीबाट आउनुहुन्छ भने कटारी आइयो भन्ने बित्तिकै त्यहाँदेखि अवलोकन गर्दै आउनुहोस् है विभिन्न कुराहरू। यहाँसम्म आउँदाखेरि तपाईँहरूलाई प्राकृतिक हिलिङ पनि हुन्छ। धेरै धेरै धन्यवाद। नमस्ते।